यो जदौ बटुवा चाहिँ के लेखेको? यो जदौ बटुवा चाहिँ यो के भन्छ यो जदौ त नमस्कार भयो। नमस्कार भयो। नेवारी भाषामा होइन नेवारी होइन दाइ, जदौ हाम्रो नेपाली उस नै हो। नेपाली पुरा नेपाली भाषामा चाहिँ जदौ भनेको नमस्ते हैन। बटुवा त बाटो हिँड्ने बाटो हिँड्नेलाई सबैलाई नमस्कार भन्ने अर्थ लाग्यो। हामी चोयाका गाउँमै छौँ। यो सुमन राणाज्यूको घरमा चाहिँ यो एउटा सङ्ग्रहालय छ। धेरै पुराना कुराहरू अहिले त अब लोप भइसके ती प्रविधिहरू, तर त्यो बखत हाम्रो पुर्खाहरूले कसरी चाहिँ घरेलु औजारहरू बनाउनुहुन्थ्यो, त्यो बखत जीवनयापन गर्नको लागि कसरी चाहिँ यी सरसामग्रीहरू प्रयोग गरिन्थ्यो, ती सबै कुराहरू हामी यहाँ देख्न सक्छौँ। उहाँले अहिले मजाले मिलाउनु हुँदैछ यहाँ अगाडि। शालिग्रामदेखि लिएर धेरै चाहिँ महत्त्वपूर्ण कुराहरू छन्। तपाईँहरूले सायदै नदेखेका वस्तुहरू पनि हुन सक्छन् यहाँनिर, किनभने अब यी त लोप भइसके। यद्यपि यहाँ चाहिँ सङ्ग्रहालयमा चाहिँ यो सुरक्षित छ। उहाँले घरमै यी कुराहरूलाई चाहिँ सङ्ग्रह गर्नुभएको छ। अब हामी उहाँबाटै चाहिँ सुनौँ यी कुराहरू के हुन् र यसको महत्त्व के कस्तो छ। तपाईँहरूको भिडियो देखेर अनि रहर लागेर थोरै थोरै यिनी सामानहरू जम्मा गर्थेँ। अनि बहर देखाउँदै गर्दा निकाल्दै गर्दा यति धेरै रहेछन्। यसमा चाहिँ यो हजुरबुवाहरूले बनाएको यो सारङ्गी भयो, काठकै भयो, पुराना अब यो दूरबिन हजुरबा चाहिँ अब पल्टनमा छँदाखेरि अनि उहाँदेखि ल्याउनु भएको यो पुरानो यो इन्डियाको सङ्ग्रहालयले पनि यो खोजिराखेको छ। अनि कति यसमा देख्न सकिन्छ यो के लेखा छ। यो कोलकाता 1943 यस्तो यो चक्र परेका ढुङ्गाहरू भए, विचित्रका ढुङ्गाहरू यस्तो देख्न सक्नुहुन्छ। यो अचम्मका छन्।